सार्दिने त्यसलाई रेडी भएपछि सार्दैछु रेडी भयो 1 2 3 go रिसर्च गोर्खाको पोडकास्ट सरनाथ खनालसँग एपिसोड 1 तपाईँहरू सबैलाई स्वागत छ। धेरै धेरै धन्यवाद। बस्नु हजुरहरू पनि बस्नु भएको छ है फ्यान्टम के भइरहेछ के छ हार्ट पेन के भयो काटिरहेन What is this? के छ के होइन मलाई थाहा छैन। के बनाउनु मान्छेले के हाल्दै क्या अलिक स्ट्रङ बनाएर मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् म भन्न चाहन्छु त्यस्तो प्राचीन कला जुन आज कसैले सम्झेको छैन मलाई मन छ म भएको कसैलाई थाहै नहोस् मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस् रिसर्च गोर्खा पोडकास्टमा हजुरलाई मेरो गोर्खामा स्वागत छ दाइ। धन्यवाद। आज चाहिँ म कार्यक्रम सञ्चालक भन्दा पनि हजुरको सानो बहिनीको रूपमा प्रस्तुत भइराखेको छु। आजको हाम्रो प्रश्नहरू औपचारिक भन्दा पनि भावनात्मक हुनेछन् मलाई लाग्छ। आफ्नो सानो बहिनीलाई मैले हजुरबाट धेरै कुराहरू सिकेको छु। आफ्नो सानो बहिनीलाई कार्यक्रम सञ्चालकको रूपमा देख्दै गर्दा एकजनाले यति गर्दै गर्दाखेरि चाहिँ हजुरलाई कस्तो महसुस भइरहेको छ? मलाई एकदमै गौरव महसुस भइरहेको छ, गौरवान्वित छु म है। र यो जुन यात्रा छ पहिलो एपिसोडबाट यो 100औं 1000औं एपिसोडसम्म जाओस् मेरो शुभकामना छ। आशीर्वाद दाइ। मैले जब पोडकास्टको बारेमा सोचेँ मेरो दिमागमा आयो र मैले सपना देखाएको थिएँ त्यति बेलादेखि नै मैले मेरो पहिलो गेस्टको रूपमा चाहिँ मैले विप्लव दाइलाई लिएर आउँछु भनेर सोचिरहेको थिएँ। मैले हजुरलाई धेरै नै रेस्पेक्ट गर्छु अनि त्यो हुनाले हजुरलाई लिएर आउँछु नै सोचिरहेको थिएँ। आउनुभयो त्यसको लागि म एकदमै आभारी छु। गोर्खा जिल्लामा बसेर यो बाहिरको ठाउँहरू भन्दा पनि उपत्यका बाहिर विकट ठाउँमा रहेर यति गरिरहेको छु मैले यो विषयमा एकदमै त्यसको निम्ति तिमी बधाईको पात्र छौ है। हजुर मैले अघि पनि भने यो यात्रा एकदम निरन्तर जारी रहोस् मेरो सधैँ शुभेच्छा छ। तपाईँलाई गोर्खाको आरुघाटमा रिसर्च गोर्खाको पोडकास्ट स्टुडियोमा तपाईँलाई स्वागत गर्न पाउँदाखेरि चाहिँ म एकदमै खुसी छु। यो सब देखेर हजुरलाई कस्तो लागिरहेको छ? अङ्ग्रेजीमा भनिन्छ ओभरवेल्म भन्छ कि म भावविह्वल भएको छु, खुसी लागेको छ एकदमै। अब चिया लिउँ थोरै त्यसपछि फेरि हामी प्रश्नतिर जान्छौँ। हुन्छ लिउँ चिया। जीवनमा कवि बन्नुभन्दा पहिले मान्छे बन्न सिकाउने कुरा के थियो? यस्तो गोर्खामा आएर यस्तो गम्भीर प्रश्नको जवाफ दिनुपर्छ मैले सोचेको पनि थिएन होइन। अब कवि बन्नुभन्दा अगाडि मान्छे नै बन्नु जरुरी हुन्छ जस्तो लाग्छ मलाई होइन। त्यसको निम्ति मेरो मातापिता होइन र मैले उहाँहरूबाट पाएको ग्रहण गरेको संस्कारहरू मेरो गुरुहरू र चाहिँ मेरो आत्मीय साथीहरू जो भेटेँ सब असल भेटेँ होइन। सम्भवतः त्यसैले नै मलाई चाहिँ मान्छे बन्न सिकाएको छ। तपाईँले कविता लेख्नुभन्दा पहिले जीवनलाई कसरी पढ्नु भयो त? जीवन भनेर कसैले पढेर पार लाग्ने कुरा हो जस्तो लाग्दैन। यो जीवन भनेको एउटा यस्तो कुरा हो हरेकको त्यसप्रति चाहिँ जीवनप्रति चाहिँ फरक फरक दृष्टिकोण हुन्छ होइन। कसैले त्यहाँ उज्यालो देख्छ, कसैले अँध्यारो देख्छ, कसैले रङ्गीन देख्छ, कसैले श्याम श्वेत देख्छ होइन। त्यस कारण जीवन यही हो भनेर चाहिँ आजसम्म चाहिँ कुनै पनि ठुल्ठुला महर्षिहरूले होइन ऋषिमुनिहरूले भन्न सक्नु भएको छैन होइन। जीवनको एउटै मात्रै परिभाषा पनि हुँदैन। त्यस कारणले गर्दाखेरि म त
के भन्ने एउटा सिक्दैछु तर मेरो सिकाइबाट केही परिणाम निस्केला जस्तो छैन। सिक्दा सिक्दै नै जीवन सायद समाप्त हुनेछ। तपाईँको विचारमा एउटा कविको सबैभन्दा ठुलो जिम्मेवारी के हो त? म अरूहरूको जिम्मा लिन सक्दिनँ, मेरो आफ्नो मात्रै जिम्मा लिन सक्छु होइन। र मेरो जिम्मेवारी भनेको मेरो आफ्नो एज ए ह्युमन बिइङ अथवा एउटा मान्छेको रूपमा चाहिँ नि मलाई के लाग्छ भन्दाखेरि मैले जानेर कसैको पनि चित्त नदुखाउँ होइन। र म इमान्दार रहँ हरेक कुरामा होइन। मेरो मगज प्रदूषित नहोस् होइन। र भ्रष्ट विचारहरू मेरो दिमागमा नआओस्। म भित्र रहेका ईर्ष्या, अहङ्कार, क्रोध होइन, लोभ, मोह तिनीहरू सबै पन्छिँदै जाउन् होइन। यही नै हो, मैले के भन्नु। तपाईँको कवितामा प्रेम, पीडा, विद्रोह एकैसाथ देखिन्छ। यीमध्ये तपाईँको वास्तविक जीवनसँग सबैभन्दा नजिक कुन छ त? धरतीको लागि सबै कुरा उसलाई आफ्नै लाग्छ होला नि होइन र? यो रुख, यो पात, यो फुल, यो हरियाली, यो खोला नाला, यो पहाड, मैदान होइन। त्यसै गरी जे छ त्यो प्रेम, विद्रोह या पीडा जे भनौँ तिनीहरू सब मलाई प्रिय छन्। तिनीहरू मेरा आधार स्तम्भहरू हुन् मेरो लेखनको। त्यस कारणले म योसँग करिब छु भनेर भने मैले आफ्नै सोचप्रति अन्याय गरेको ठहरिनेछु। मलाई त्यस्तो लाग्छ। तपाईँले नलेखेको तर मनभित्रै बाँधेर राखेको त्यस्तो कुनै कविता छ? सुन्न चाहन्छौँ हामी। त्यस्तो त मनभित्र बाँधेर कति बेर राख्न सकिन्छ र? यदि ममा प्रेम जागृत भयो भने म त्यसलाई लुकाएर कति दिन बस्नुला र होइन र? त्यस कारणले गर्दाखेरि त्यस्तो लेख्न चाहेको मनमै त्यसलाई राखी छोडेको त्यस्तो कविताहरू मसँग छैन होइन। तर सन्दर्भ साउनको भएर म तिमीलाई एउटा कविता सुनाइदिन्छु। सुनौ। आज फेरि रोइछौ तिमी, आज फेरि रोइछौ तिमी र ढाँटी छौ मलाई बर्सातमा रुझे भने। साँच्ची नढाँटी भन न, के गर्थ्यौ तिमी आज यो महिना साउन नभएको भए? धन्यवाद। धेरै धेरै धन्यवाद हजुरलाई। एकदमै मिठो कविता, एकदमै सुवर्ण बोलीमा सुन्न पाइयो। यसको लागि म एकदमै खुसी छु। थ्याङ्क यू। कहिलेकाहीँ शब्दहरूले साथ छोड्यो भने त्यति बेला चाहिँ हजुर के गर्नुहुन्छ? शब्दहरूले त अहिलेसम्म सौभाग्यवश त्यसरी साथ छोडेका छैनन्। तर जब म सोच्न बन्द गर्छु होइन तब उनीहरू सायद एकछिन मौन रहन्छन् होला। त्यतिखेर मेरो शरण लिने ठाउँ चाहिँ सङ्गीत हुन्छ र प्रकृति हुन्छ। शब्द बिना पनि प्रकृतिसँग रमाउन सकिन्छ। एउटा राम्रो कवि बन्नुभन्दा पहिले राम्रो पाठक हुन किन आवश्यक छ? हरेक पाठक कवि नै हुनुपर्छ भन्ने जरुरी छैन। र पाठकले कवि हुन नपाउनु भन्ने पनि कहिले लेखिएको छैन होइन। पाठक त कविता लेख्नुको लागि मात्रै होइन, पाठक चाहिँ जीवनका हर मोडमा, हर कुर्किलामा मान्छे पाठक नै भएर बस्नु सक्नुपर्छ कि मलाई त्यस्तो लाग्छ। हजुरलाई जीवनमा कसैले नसोधेको तर सोधिदियोस् भन्ने लाग्ने प्रश्न कुनै छ? त्यस्तो प्रश्न छैन। म सधैँ मतलब त्यो मलाई यस्तो प्रश्न सोधिदियोस् अथवा मलाई यस्तो भनेपछि म यस्तो भन्छु भनेर त्यो आग्रह मनमा आएकै हुँदैन होइन। अनि त्यसले गर्दाखेरि म त्यसरी सोच्दिनँ। र प्रश्नहरू चाहिँ के चाहिँ मैले सोचिरहेको प्रश्न चाहिँ मलाई यो सोधिदिए हुन्थ्यो भनेर भन्नु, त्यो आग्रह राख्नु त्यति रमाइलो पनि हुँदैन होला होइन। हुन्छ नि त, जस्तै अब आफूले केही कुरा एक्सपेक्ट गरिरहेको हुन्छ अनि त्यो कुरा चाहिँ भनिदियोस् भन्ने लाग्छ, तर त्यो उनीहरूले नभनिदिँदै गर्दाखेरि हुन्छ नि त केही खाली त्यो बारेमा भन्न खोजे हो हजुरसँग छैन भने? त्यसमा चाहिँ यस्तो हुन्छ, त्यो प्रश्नहरू सबै एकैचोटि रित्तिनु पनि जरुरी छैन। यदि केही सोधिएन भने कसै न कसैले एक दिन त त्यो कुरा सोध्नेवाला छ होइन।
यदि आफ्नो 20 वर्ष अघिको आफूलाई चाहिँ एउटा चिठी लेख्नु पर्यो हजुर के गर्नुहुन्छ? बाबु तिमी सही बाटोमा हिँडेको रहेछौ होइन, तिमी त्यो बेलामा सही बाटोमा नहिँडेको भए म आज यो ठाउँमा हुन्न थिएँ होइन। मेरा सोचहरू जति मतलब जति हुनुपर्ने क्लिन त्यति भएको छ कि छैन मलाई थाहा छैन, तर अहिले जुन सोच मेरो छ यो सोच नै क्लिन हुनुमा चाहिँ नि तिम्रो धेरै ठुलो हात छ मेरो बाबु भन्ने भन्थ्यो। हजुरको नजरमा एक्लोपन चाहिँ शत्रु हो कि मित्र हो? एक्लोपन भनेको शत्रु त कदापि हुन सक्दैन, तर के हुन्छ नि कतिजना मान्छेहरूले चाहिँ त्यो एक्लोपन त्यसलाई चाहिँ नि मैले एक्लोपनलाई अङ्ग्रेजीमा लोनलीनेस भन्छ होइन, त्यसलाई चाहिँ एक्लोपनलाई चाहिँ मैले सलिच्युड भनेर दिन्छु होइन। त्यो भनेको मेरो निम्ति चाहिँ त्यो वरदान हो र म अरूलाई पनि सल्लाह के दिन चाहन्छु भन्दाखेरि एक्लोपनसँग कहिले पनि डराउनु हुँदैन। आफूलाई खोज्ने माध्यम भनेकै एक्लोपन हो होइन। हामी भिडमा आफूलाई खोज्न सक्दैनौँ, जब एक्लो हुन्छौँ तब चिन्तन सुरु हुन्छ, आफूलाई के गर्ने आँट जाँगर आउँछ। एक्ज्याक्ट थाहा रहेछ त त्यो त मैले आफैले पनि आइरहेको छु जिन्दगीमा। जब म दिदी भन्ने शब्द बुझ्ने भएको थिएँ, दिदीले मलाई 2टा घाँगर लिएर आइदिनु भएको मलाई याद छ, तर मेरो दिदी ब्लड क्यान्सर भएर डेथ भएको थियो दिदीको। अनि मैले जब दाई भन्ने शब्द बुझ्ने बेला भएको थियो त्यति बेलादेखि दाई +2 गरेर काठमाडौँ गइसक्नु भएको थियो कि। अनि म आजसम्म जे छु 0 लेभलबाट यहीँसम्म आइपुगेको हो। अनि जब म एक्लो भएँ त्यसपछि चाहिँ मैले केही गर्ने आँट गरेको हो कि त्यो कुरा नितान्त मेरो लागि चाहिँ मेरो जिन्दगीको एउटा सजेसनको रूपमा प्रस्तुत भइरहेको के। अनि त्यो कुरामा मलाई एकदमै दुःखी लाग्छ, कहिलेकाहीँ दुःख लाग्छ। मेरो साइडमा पनि कोही भइदिनु भएको भए, मेरो साइडमा पनि दाइ मेरो नजिकै बसेर केही गरिदिएको भए, मैले यो अफिसै बनाउने उसमा विषयमा लेख्दा पनि मैले त्यहाँ भित्तामा काँटी ठोक्दै गर्दाखेरि मलाई ह्याम्बर दिने मान्छे हुनुहुन्थेन क्या। त्यो कुरा त मैले एक्लै ह्यान्डल गरिरहेको थिएँ नि त। त्यति बेला चाहिँ दुःख लाग्दो रहेछ। सिकेँ गरेँ यत्रो त्यो आफ्नो ठाउँमा छ, तर कुनै कुनै ठाउँमा अभाव महसुस चाहिँ हुँदो रहेछ। एक्लै हिँड ए बटुवा तिमी एक्लै हिँड, एक्लै हिँड बटुवा तिमी एक्लै हिँड, भिडमा पनि सब एक्लै छन् तिमी पनि बस एक्लै हिँड। यहाँ माया छ, यहाँ आशा छ, यहाँ सपना पनि छ। यहाँ माया छ, यहाँ आशा छ, यहाँ सपना पनि छ। ती सबमा तिम्रो मात्रै होइन अरूको पनि त हक छ। अरूको हक पुरा गर्न तिमी एक्लै हिँड, भिडमा पनि सब एक्लै छन् तिमी पनि बस एक्लै हिँड। साह्रै मिठो शब्द। धन्यवाद। सुरिलो स्वरमा सुन्ने सौभाग्य पाउनु यो तिमीलाई मोटिभेट गर्नुको लागि मैले भनेको। हस् हुन्छ, धेरै धेरै ह्यामर पनि एक्लै लिनु, किला पनि एक्लै ठोक्नु। हस् गरिरहेको छु, गर्छु पनि। टु बी कन्टिन्यू। तपाईँलाई जीवनले दिएको सबैभन्दा ठुलो उपहार र सबैभन्दा ठुलो घाउ के हो जिन्दगीमा? मैले पाएको उपहार भनेकै मेरो जिन्दगी हो हजुर होइन। र सँगसँगै चाहिँ मलाई चाहिँ एउटा इमानको बाटो हिँड्नको लागि सघाएको जुन सोच हो होइन, तिनीहरू दुवैप्रति म कृतज्ञ छु होइन। र घाउ त मलाई जिन्दगीले केही पनि दिएको छैन होइन। मलाई त्यो लाग्छ पाएँ होला, मैले दुःख पाएँ होला, दर्द पाएँ होला, पीडा भोगेँ होला, अपमान भोगेँ होला, तर तिनीहरू सब मेरा निम्ति पुरस्कारहरू थिए। कसैले मलाई अपमान गर्दाखेरि मेरो चित्त दुख्यो भनेपछि ऊ मेरो गुरु बन्यो। किन उसबाट मैले के सिकेँ भन्दाखेरि अरूको अपमान गर्नु हुँदैन। अभियसली बुझेँ। त्यस्तै सिचुएसन मैले पनि ह्यान्डल गरेर आएको थिएँ। उनीहरूले गरेको बिहेभलाई म पनि ठ्याक्कै त्यसरी नै मैले चाहिँ त्यो आफ्नो लागि पाठको रूपमा लिएर तिनीहरूलाई उल्टै मैले धन्यवाद ज्ञापन गर्छु क्या। म चाहिँ कहिले पनि उनीहरूलाई रिस्दा मैले गरिनँ, किनकि उनीहरूले धोका दिएको कारणले नै म यहाँसम्म छु नि त। मलाई चाहिँ त्यो लाग्छ। आजका युवाहरूले कविता लेखिरहेका छन् तर पढ्ने बानी चाहिँ आजका युवाहरूले कविता लेखिरहेको छन् तर पढ्ने बानी चाहिँ कम भएको छ भन्ने देखिन्छ, सुनिन्छ। यसको विषयमा हजुरको तर्क के छ त?
अब यसको निम्ति चाहिँ के छ भन्दाखेरि मूल कुरा चाहिँ विद्यालयबाट सुरु हुन्छ जस्तो लाग्छ मलाई होइन। विद्यालयले जसरी पढाइरहेको छ आफ्नो बच्चाहरूलाई होइन, त्यो 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 प्रशिक्षण दिने तरिका नै, त्यो तालिमको तरिका नै मतलब अलिकति मिलेको छैन जस्तो मलाई महसुस हुन्छ होइन। टेक्स्ट बुक मात्रै पढ्ने होइन, टेक्स्ट बुक बाहिर के पढ्नुपर्छ भन्ने कुरा सायद मेरो विचारमा गुरुहरूले सिकाउनलाई चुक्नु भएको छ कि होइन, सबैले होइन होइन, त्यस्तो मलाई महसुस हुन्छ। तर त्यसको पछाडि फेरि के हुन्छ भने एउटा शिक्षा नीति भन्ने हुन्छ है, त्यो कतातिर छ, त्यसले के गरिरहेछ, मतलब कसरी हेरिरहेछ आफ्नो के अरे भविष्यको कर्णधारहरू चाहिँ मतलब कसरी चाहिँ शिक्षित भइरहेछन्, दीक्षित भइरहेछन्, त्यो कुरा चाहिँ त्यतातिर वास्तवमा ध्यान छ जस्तो लाग्दैन मलाई। सम्बन्धित निकायको ध्यान छैन, जसले गर्दाखेरि पढ्नु नै किन परेर होइन भन्ने त्यो किसिमको छ। तर स्टिल त्यति हुँदाहुँदै पनि पठन संस्कृति जुन छ त्यो सायद सम्भवतः मर्दैन होला होइन। त्यसको धुकधुकी अहिले पनि बाँकी नै छ। त्यसै कारणले गर्दाखेरि पब्लिसिङ हाउसहरू बाँचिरहेछन् होइन, मान्छेहरूले काम पाइरहेछन्। त्यही हजुरको विचारमा राम्रो लेखक बन्नको लागि कुन कुन गुण हुनुपर्छ, कस्तो कस्तो बानी व्यवहारहरू हुनुपर्छ? खै अब यसै भन्न सक्दिनँ। राम्रो लेखक हुनुको लागि चाहिँ यो हुनुपर्छ भनेर मैले आफूले भनेर कसैलाई सल्लाह दिनु अथवा त्यो गर्नु भनेको पनि त्यति सुहाउँदो कुराहरू जस्तो लाग्दैन मलाई होइन। यो बाटो भनेको आफैले निर्माण गर्ने बाटो। मैले क्लासिक किताबहरू पढ्ने हो कि, मैले राम्रो म्युजिकहरू सुन्ने हो कि, मैले जुन असल मित्रहरूको संसर्गमा बस्ने हो कि होइन, राम्रो फिल्महरू हेर्ने हो कि, मतलब त्यो के चाहिँ आफैले निर्धारण गर्ने कुरा हो त्यो होइन। मैले चाहिँ यसमा चाहिँ मतलब राम्रो लेखक हुनुलाई यस्तो हुनुपर्छ भनेर भन्नु भनेको त्यो मेरो लागि लागु होला, अरूको लागि लागु नहुन सक्छ। त्यस कारण त्यो त्यस्तो विषयमा चाहिँ मैले केही बोलिराख्दाखेरि उचित होला जस्तो लाग्दैन मलाई। हजुर, प्रसिद्ध भन्दा पनि असल स्रष्टा हुन चाहिँ किन महत्त्व छ? त्यो चाहिँ यस्तो हुन्छ, यदि कोही पनि मान्छे आफूलाई चर्चित अथवा प्रसिद्ध हुनलाई उसले चाहिँ कोसिस गर्यो भने सम्भवतः ऊ चाहिँ त्यो उसले प्रसिद्धि पनि पाउँछ होइन, चर्चित पनि हुन्छ। तर उसले त्यसरी गरेको जुन काम छ त्यसबाट ऊ एकछिनको लागि चर्चित र प्रसिद्ध त होला, तर उसले आफूभित्र भएको त्यो कलाको आत्मा जुन हुन्छ नि त्यसलाई छोडेर आएको हुन्छ क्या। आजको नेपाली साहित्य कुन दिशातर्फ गइरहेको छ जस्तो हजुरलाई लाग्छ? त्यो त मैले हेरेको छैन, मतलब अध्ययन गरेको छैन कतातिर गइरहेछ भन्ने कुरा होइन। यो कुनै पनि चिज चाहिँ नि यदि आज हालत राम्रो छैन भनेदेखि चाहिँ नि भोलि राम्रो हुन्छ भनेर भन्ने भरोसामा चाहिँ म बस्ने खालको मान्छे हो होइन। हामीले विगतलाई मात्रै कोट्याएर विगत चाहिँ यस्तो थियो, अहिले अलिकति बिग्रिँदै गइरहेछ, अहिले चाहिँ मतलब त्यो गुदी भएको चिजहरू निस्किरहेको छैन भनेर भन्नु पनि बेकारै हुन्छ। किनभने त्यो कुनै बेलामा एकदम गुदीको चिज निस्केको थियो, अब अहिले गुदी अलिकति कम छ, फेरि एक दिन गुदी भएको चिज आउँछ होइन। यो त निरन्तर चलिरहने एउटा यात्रा न हो। हजारौँ वर्षपछि पुगेपछि मात्रै आजको साहित्य चाहिँ कसरी गुज्रेको रहेछ, कुन सिँढी हुँदै कुनै फुर्किलो हुँदै चाहिँ ऊ गयो भनेर भन्ने कुरो त्यसपछि मात्रै थाहा हुनसक्छ। अहिले नै अनुमान लगाउनु अथवा अहिले नै गर्नु भनेको त्यो चाहिँ मेरो आफ्नो तर्क हो, यो तर्क चाहिँ यो बाहेक अरू अर्को सत्य छैन भनेर भन्नु खोज्नु हो जस्तो लाग्छ मलाई। साहित्यले समाज बदल्न सक्छ कि समाजले साहित्य? बदल्नु पर्ने त साहित्यले समाज बदल्नु पर्ने हो होइन। मलाई जहाँसम्म लाग्छ साहित्यले नै समाजलाई अथवा व्यक्तिलाई, समाजले साहित्यले व्यक्तिलाई परिवर्तित गर्छ र व्यक्तिले समाजलाई परिवर्तनको सङ्घारमा पुर्याउँछ होइन। तर कोही बेलामा चाहिँ समाजले यस्तो खोजेको छ भने साहित्य सिर्जना गर्ने हो भने चाहिँ त्यो चाहिँ फेरि त्यो उल्टो बाटो हिँडेको जस्तो हुन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ। तपाईँको विचारमा चाहिँ तपाईँको लागि स्वतन्त्रता के हो? मेरो लागि स्वतन्त्रता भनेको चाहिँ के हो भन्दाखेरि मेरो स्वतन्त्रताले अर्को मान्छेलाई चाहिँ आघात ल्याउनु भएन, अर्कालाई आघात नपुग्ने गरी त्यो सीमासम्म बसेर मैले जे उपभोग गर्छु अथवा जे मैले व्यवहार गर्छु असल खराब राम्रो नराम्रो होइन त्यो मैमा निहित हुन्छ।
तर जे मैले गरेँ तापनि त्यो चाहिँ अरूलाई त्यसले आघात पुर्याउनु भएन, मलाई त्यस्तो लाग्छ। यदि जीवनलाई चाहिँ एउटा कविताको शीर्षक दिनु पर्यो, हजुरले जीवनलाई कविताको शीर्षकको रूपमा के दिनुहुन्थ्यो? सोचेकै छैन, कुनै दिन यस्तो मौका मिल्यो भने सोच आयो भने म भन्छु नि है। हस्, हुन्छ। अथवा जीवनलाई मैले कविताको शीर्षकमा दिनु पर्यो भने के भन्नु, एउटै शब्दले पुग्दैन, किनभने जीवन बहुमूल्य छ कि। हजुरलाई आफूलाई एकदमै मनपर्ने एउटा कविता सुनाउनु भने कुन सुनाउनुहुन्छ? सुनाउन। त्यस्तो मलाई एकदमै मनपर्ने कविता भन्ने छैन केही पनि। एउटा सुनाऊ। के सुनाउ? कविता एउटा ल त्यो के अरे जीवनभर पानी मागिराखेँ रित्तो कुवासँग। त्यो 2 लाइन मात्रै आउँछ भन्नु। हस्, हुन्छ। कठै पानी मागिरहे जीवनभर रित्तो कुवासँग, कुवासँग कठै पानी मागिरहे जीवनभर रित्तो कुवासँग, आगोले मन जलायो के किन किन गुनासो धुवासँग। थ्याङ्क यू सो मच हजुरलाई, एकदमै मनपर्ने यो 2 लाइन एकदमै मन। हजुरलाई धेरैले कविको रूपमा चिन्छन्, हजुर आफूलाई चाहिँ कसरी चिनाउनुहुन्छ? आफूलाई चिनाउने प्रयास के गर्नु जस्तो लाग्छ मलाई, होइन? किन के चिनाउनु पर्यो लाइफमा, होइन? जसले जे भनेर मतलब पुकार्छन् त्यही कुरालाई चाहिँ रमाइलोसँगले आत्मसात गरेर बसे भइहाल्छ, होइन? हजुरको बाल्यकाल कस्तो थियो अनि लेख्ने प्रेरणा कहाँबाट मिल्यो? के छ भन्दाखेरि आम के अरे नेपाली बच्चाहरूको जसरी एउटा बाल्यकाल बित्छ, होइन? साथीभाइ, खेलकुद, होइन? बाबुआमाको चाहिँ उहाँहरूको स्नेह अथवा उहाँहरूको के अरे के भन्छ त्यो केही गलत काम गऱ्यो भने चाहिँ उहाँहरूले दिने उपदेशहरू, होइन? यो यस्तै हो, आम चाहिँ बच्चाहरूले भोग्यो त्यही नै। म त्यो कुनै सामान्य त्यो कुनै एकदम ठुलो सुख सायल, होइन, भनेको चिज पाएर कुनै के भएर त्यसरी हुर्केको पनि होइन। जुन हाम्रो निम्न मध्यमवर्गीय बच्चाहरूले जुन आफ्नो बाल्यकाल बिताए मेरो टाइममा, त्यस्तै नै थियो मेरो, खास कुनै थियो मध्यम स्तरको नै भयो, त्यो नै भयो। त्यसपछि अब प्रेरणा भने कविता लेख्ने प्रेरणा चाहिँ अब यही नै भनेर चाहिँ ठोकेर भन्न सक्दिनँ, होइन? तर जुन परिवेशमा म बाँचिरहेको थिएँ, जुन परिवेशमा मैले जे भोगेँ, होइन, त्यताबाट चाहिँ मेरो यात्रा चाहिँ कवितातिर ढल्कियो जस्तो मलाई लाग्छ। तपाईँको परिवारले तपाईँको साहित्य यात्रालाई चाहिँ कुन हिसाबले लिनुभयो? त्यो त मलाई थाहै छैन, त्यो मैले सोधेको पनि छैन, होइन? मेरो परिवारमा एकदमै साहित्यमा रुचि भएर एकदमै क्रिटिकल एनालाइसिस गरेर मैले गरेको कामहरूलाई त्यो हेर्ने सम्भवतः मेरो फ्यामिलीमा कसैले पनि गर्दैन। किन भन्दाखेरि त्यो फ्यामिलीले कहिले पनि क्रिटिकल एनालाइसिस गर्दैन कि। फ्यामिली भनेको जहिले पनि जजमेन्ट हुनुहुन्छ, आफ्नो दाजु, आफ्नो छोरा, आफ्नो, होइन, भाइ, अनि त्यहाँनिर के हुन्छ भने अनकन्डिसनल लभ हुन्छ, है। त्यसले गर्दाखेरि त्यो कुनै कन्डिसन बिनाको जुन माया हुन्छ त्यहाँनिर चाहिँ त्यो के अरे त्यसरी चाहिँ नि त्यसलाई क्रिटिकल एनालिसिस चाहिँ मेरो कसैले फ्यामिलीले हेर्छ जस्तो मलाई लाग्दैन। माया गर्नुहुन्छ सबैले, मैले गरेको चिजहरू एप्रिसिएट गर्नुहुन्छ, त्यही मात्रै छ। त्यही नै ठुलो कुरा हो मलाई लाग्छ। तर मलाई चाहिएको चाहिँ क्रिटिकल एनालिसिस थियो, है, जुन कुरा अफसोस फ्यामिलीबाट हुँदैन। मेरो साथीभाइहरू छन् केही, उनीहरूले मलाई गर्छन् क्रिटिकल एनालिसिस, जसले गर्दाखेरि म आफ्नो लेखनमा सचेत रहनलाई चाहिँ मैले एउटा त्यस्तो एन्जल, गार्जियन एन्जल जस्तो साथीहरू पाएको छु, त्यसमा मक्ख छु। आफूले लेख्दै गर्दा अनि केही गर्दै गर्दाखेरि चाहिँ आफ्नो फ्यामिलीबाट पनि त्यो कुराहरू हेरिदियोस्, त्यो कुराहरूलाई सपोर्ट गरिदियोस् भन्ने लाग्छ नि त आफूलाई।
गरियोस् भन्ने कुरा लाग्छ नि त आफूलाई। त्यो कुरा चाहिँ मैले पनि फिल गरेँ हो। हजुरकोबाट चाहिँ त्यो साहित्य गर्दै गर्दाखेरि आफू साहित्य क्षेत्रमा रहँदै गर्दाखेरि चाहिँ सपोर्ट गरिदिने, हजुरलाई ह्यान्डल गरिदिने खासै कोही पनि हुनु भएन। त्यस्तो त्यस्तो एकदमै त्यो सपोर्ट गर्ने भने मेरो बुवाले चाहिँ मलाई चाहिँ मैले पोइट्री लेखेको उहाँले मन पराउनुहुन्थ्यो। उहाँलाई एकदम मैले त्यो लेखेर केही देखायो भने चाहिँ उहाँ खुसी हुनुहुन्थ्यो, ल राम्रो काम गरिरहेछ भन्ने उहाँले हौसला पनि दिनुहुन्थ्यो, केही सच्याइ दिनुहुन्थ्यो होइन। अनि त्यही हो, उहाँ बुवाले चाहिँ मलाई त्यो गर्नुभयो होइन। तर के हुन्छ भने मैले मेरो आफ्नो हिसाबमा चाहिँ फ्यामिलीबाट चाहिँ के भन्छ त्यो त्यो ऊ खोज्नु के भन्छ मेरो कामलाई चाहिँ उहाँहरूले प्रशंसा गरिदियोस् जस्तो केही गरोस् भन्ने चाहना राख्नु चाहिँ मेरो विचारमा त्यो असल कुरा हो जस्तो लाग्दैन। त्यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि त्यो दुःख पाइन्छ आफैले होइन। आफूले परिवारबाट चाहिँ अरू चिज खोज्ने, त्यो चिज खोज्नु हुँदैन जस्तो लाग्छ मलाई। आजको विप्लव प्रतीक बन्नको लागि चाहिँ सबैभन्दा ठुलो सङ्घर्ष के थियो? कोही अनेकौँ थिए, तर कुनै पनि सङ्घर्ष याद छैन। याद छैन। तिनीहरूले मलाई त्यो 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 चिजले चाहिँ त्यो सङ्घर्षहरूले चाहिँ मलाई आजको यो सेपमा चाहिँ उनीहरूले पुर्याएको त उनीहरूले नै हो। तर म त्यसलाई चाहिँ म याद गरेर त्यो नोस्टाल्जिक हुन मन नलागेर होला सायद होइन, त्यो याद छैन। हजुरको लागि चाहिँ कविता के हो? मेरो लागि कविता चाहिँ प्राणवायु हो। मेरो लागि चाहिँ जबसम्म बाँचिरहँ तबसम्म लेख्न पाइरहँ। कविता लेख्दै गर्दा शब्द ठुलो कि भावना? तपाईँलाई चाहिँ आफ्ना कविताहरूले युवालाई यति धेरै छोइरहेको जस्तो लाग्छ हामीलाई चाहिँ। हजुरलाई चाहिँ यो कुरा कस्तो लाग्छ? मतलब हुन्छ नि हजुर हिँड्दै गर्दाखेरि हुन्छ नि त, जस्तै अघि हजुरलाई चाहिँ फोनतिर धेरै नै देखेको, तर भेट्ने अवसर आज मिल्यो भनेर उत्साहित मान्छेहरू धेरै हुनुहुन्थ्यो नि त। अनि त्यो मानेमा चाहिँ हजुरलाई आफ्नो कविताले युवाहरूलाई कतिको छुन्छ जस्तो लाग्छ? मलाई त्यो त्यस्तो छुवाउँछु भनेर मैले लेखेको चाहिँ होइन होइन। तर अब आजकल चाहिँ अब त्यो ठाउँ ठाउँमा त्यो वाचन गरेको हुन्छ, के हुन्छ त्यो चाहिँ उहाँहरूको हृदयसम्म पुगेको रहेछ र उहाँहरू कनेक्टेड हुनुभएको रहेछ भन्ने थाहा पाउँदाखेरि म निश्चित रूपले त्यसले चाहिँ मलाई एक प्रकारको आनन्द महसुस गराउँछ होइन। तर त्यो आनन्द महसुस गराउनुको साथसाथै म चाहिँ अझ बढी जिम्मेवार हुनुपर्छ होइन। मैले त्यो हुन त अहिलेसम्म मैले चाहिँ मतलब त्यो नेग्लिजेन्स गरेर केही पनि कुरा लेखेको पनि छैन, प्रकाशित गरेको पनि छैन, सुनाएको पनि छैन। मेरो 100% दिएर म चाहिँ ह्याप्पी भइसकेपछि मात्रै मैले चाहिँ त्यसलाई चाहिँ बाहिर लिएर आउने हो होइन। म आफ्नो क्रिटिकल एनालिसिसमा आफैले पहिला गरेर त्यसलाई चाहिँ एउटा ल यो चाहिँ अब भयो, यो चाहिँ सेप यसले लियो भनेपछि मात्रै म चाहिँ त्यसलाई बाहिर प्रस्तुत गर्छु भनेर त्यो चिज हुनको लागि चाहिँ म ठिक बाटोमा रहेछु। म अझ मोर क्रिटिकल हुनुपर्छ र यो अहिले जे लेखिरहेको छु त्यो लेखेको भन्दा नेक्स्ट अर्को उसमा चाहिँ स्टेपमा चाहिँ म पुग्नु पर्ने जरुरी छ र त्यो नेक्स्ट स्टेपको खोजीमा चाहिँ म छु। भनेपछि त्यो नेक्स्ट स्टेप एकैचोटि आउँदैन। त्यसको लागि जब मेरो थट आयो, थट आइसकेपछि म चाहिँ अब यो यसरी होइन यसरी गर्छु, यसरी भन्छु अब कुराहरूलाई अनि त्यो चिज दिएको छ जसको निम्ति म उहाँहरू सबैप्रति होइन मेरो भलो चाहनेहरू। एउटा कविता तयार हुनको लागि लगभग कति समय लाग्छ? अब यस्तो हुन्छ, कविता भनेको कुरा चाहिँ जति लामो लेन्थ हुन्छ होइन, 2 मिनटको, 1 मिनटको, 1.5 मिनटको, 5 मिनटको जतिको पनि हुन्छ त्यो लेन्थ खासमा मलाई चाहिँ जति मिनटको त्यति नै लाग्छ होइन। तर के हुन्छ त्यसको पूर्व तयारी जुन हुन्छ नि, त्यो पूर्व तयारी चाहिँ सम्भवतः त्यसले चाहिँ धेरै समय लिएको हुन्छ। त्यो हठात आउने कुरा भएन। कोही बेलामा आजभन्दा 50 वर्ष अगाडिको अवस्थामा पुगेर चाहिँ अहिले लेखिरहेको हुन्छ, कोही बेलामा 40 वर्ष अगाडिको कुरा शब्द अहिले लेखिरहेको हुन्छ होइन। भने त्यसरी नाप्ने हुँदैन त। अब एउटा कविता लेख्नलाई दशक लाग्छ भने पनि भयो होइन। होइन भनेदेखि चाहिँ नि त्यो अहिले लेखेको जति मिनटको त्यति मिनट मात्रै लाग्ने हो लेख्दाखेरि होइन। तर त्यो तयार हुनुको लागि चाहिँ त्यसले धेरै समय लिएको हुन्छ।
हजुरको जीवन बदल्ने एउटा त्यस्तो कुनै कविता सुनौ। मैले चाहिँ नि के छ भन्दाखेरि वाल्ट व्हिटम्यानको एउटा कविता थियो होइन, त्यो एक्ज्याक्टली अहिले मैले जे भन्छु त्यही नै चाहिँ नि ऊ होइन, मतलब के भन्छ त्यो अलिकति तलमाथि होला, तर उहाँले के भन्नुभएको छ भन्दाखेरि निदर यु नट आई नट अदर पिपल क्यान ट्राभल युर जर्नी, नट आई नट अदर पिपल क्यान ट्राभल युर जर्नी, यु हेभ टु ट्राभल इट बाई योरसेल्फ। 100%। होइन, न मैले न अरूले तिम्रो यात्रा गरिदिन सक्छ, तिमी आफैले तिम्रो यात्रा तय गर्नुपर्ने हुन्छ। आफूलाई प्रिय लाग्ने रचना। मतलब को मेरो हजुर, हजुरलाई आफूलाई चाहिँ प्रिय लाग्ने रचना। यस्तो छ, त्यो यो चाहिँ नि प्रिय लाग्छ भनेर भन्ने छैन मेरो, यो चाहिँ नि प्रिय लाग्ने त्यस्तो कुनै पनि छैन, मलाई सब समान, आई लभ देम अल। जसरी एउटा आमा बाले चाहिँ नि आफ्नो हर सन्तानलाई चाहिँ समान एउटा माया उहाँले पोख्नुहुन्छ, उहाँले वर्षाउनुहुन्छ होइन, त्यस्तै सबै प्रिय मेरो लागि। जस्तै हजुर कहिलेकाहीँ यतिकै बसिरहँदा मुखमा आउने कविता भन्न खोजेको मैले। मेरो कविता होइन, मेरो कविता त्यसरी मुखमा ठ्याक्क आइहाल्यो यो भनेर भने मसँग 2-4वटा कण्ठ कविताहरू छन्, त्यहाँ त्योभन्दा बेसी मलाई कण्ठ छैन होइन। अनि अब त्यो कोही बोल्नु पऱ्यो कोही भन्नु पऱ्यो भने त्यो भनिदिन्छु होइन। अनि ठ्याक्क यही चाहिँ नि यो चाहिँ नि भनेर यसलाई प्रभावित पार्छु त यो भनेर यसलाई चाहिँ मतलब त्यो इम्प्रेस गर्छु भनेर भन्ने त्यस्तो चिज चाहिँ छैन। अहिलेको नेपाली समाजलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ? अहिलेको नेपाली समाज चाहिँ नि म के भन्ने, अहिलेको नेपाली समाज चाहिँ नि यो बेलामा जस्तो हुनुपर्ने थियो त्यस्तै छ। किन एउटा समाज निर्माण हुनुको लागि राजनीतिक उथल पुथलदेखि लिएर होइन, अन्तर्राष्ट्रिय प्रभावदेखि लिएर होइन, अनि शिक्षा होइन, एउटा संस्कार सबैले रोल खेलेको हुन्छ त्यहाँनिर होइन। राम्रो बाटोतिर अधिकांश त राम्रो बाटोतिर गइरहेको छ जस्तो मलाई लाग्दैन, तर तै पनि यो राम्रो बाटोमा पुग्छ भने भरोसा चाहिँ सक्दैन। यो राम्रो हुनुको लागि केही बेर त आधी बेर चल्नु पर्यो नि, शान्ति छ हामीलाई त्यस्तो लाग्छ। आजको युवालाई सबैभन्दा ठुलो चुनौती के देख्नुहुन्छ? अब यस्तो हुन्छ, त्यसलाई चाहिँ जेनरलाइज गरेर भन्न मिल्दैन होइन, कुन सेक्टरमा होइन कहाँ भनेर भन्ने कुरा आउँछ। अब त्यसलाई त्यत्तिकै यस्तो केही भनिदिइहाल्नु नि त भनेर भन्ने हुन्छ नि के हुन्छ नि, सबभन्दा ठुलो चुनौती होइन चरित्रवान असल इमान्दार कसरी बन्ने भनेर भन्ने कुरालाई सायद आजको युवाले चुनौतीको रूपमा लिए भने आउने पुस्ताले चाहिँ त्यसको एकदम मिठो फल खान पाउनेछ। सामाजिक सञ्जालले चाहिँ साहित्यलाई सहयोग या असर के गरेको छ त? साहित्यलाई हजुर अब सहयोग गरेको छ कि असर गरेको? यस्तो छ, अरूलाई के गरेको छ मलाई थाहा भएन, मलाई आफूलाई चाहिँ के छ भन्दाखेरि जस्तो प्रविधिले के गरेको छ भन्दाखेरि मलाई चाहिँ नि मैले चाहिँ नि आजभन्दा के अरे 50 वर्ष अगाडि भेटेको कोही साथी छ भने त्योसँग मेरो कुनै पनि सम्पर्क थिएन भने यही प्रविधिले त्यो साथीसँग मलाई भेट गराएको छ र हामी अहिले फेरि आफ्नो पुरानो मित्रतालाई चाहिँ टु बी कन्टिन्यू होइन त्यसलाई कन्टिन्यू गरिरहेको छौँ होइन। अनि अब के अरे एउटा सिम्पल उदाहरण दिनु पर्दाखेरि मेरो एउटा कविता सङ्ग्रह छ, त्यो चाहिँ नि सिङ्हाला भाषामा निस्किँदैछ श्रीलङ्काबाट होइन। त्यो कसरी पुग्यो त भनेर भन्दाखेरि मेरो कुनै एउटा अङ्ग्रेजी कविता त्यो त्यहाँ बस्नु श्रीलङ्कामा बस्नु एकजना आमा भन्ने शिक्षिका हुनुहुन्छ, उहाँले कुनै नेटमा चाहिँ उहाँले त्यो मेरो पोइट्री भेट्नुभयो, उहाँलाई एकदम मन पर्यो। त्यसपछि उहाँले चाहिँ मलाई खोजेर सम्पर्क राख्नुभयो, त्यसपछि अनुमति माग्नुभयो, मैले हुन्छ भने
पछि उहाँले किताबै ट्रान्सलेट गर्छु भनेर भन्नुभयो। मेरो लागि खुसीको कुरा हो जो नेपाली कविता चाहिँ नि सिङ्गला भाषामा पनि जाँदैछ, त्यो निश्चित रूपमा खुसीको कुरा हो। केले गर्यो त त्यो भनेर भन्दाखेरि प्रविधि नभएको हुँदैन थियो होइन। मेरो विचारमा मिसयुज गर्ने भएदेखि प्रविधि चाहिँ नि मिसयुज हुनुको निम्ति तयार छ। युज गर्ने हुन्छ नि त्यो प्रविधि युजफुल हुनुको लागि तयार छ। त्यो दुइटै कुरा छ। एआईको युगमा चाहिँ कविताको भविष्य कस्तो देख्नुहुन्छ? जहाँसम्म एआईको अहिलेको अवस्था छ नि, जहाँसम्म एआईको अहिलेको अवस्था छ, त्यो अहिले जुन चरणमा त्यो एआई पुगेको छ, यही चरणमा हो भने एआईले भोलि कवि बन्न सक्ने, एआईको माध्यमबाट कविता लेख्ने त्यो काम चाहिँ हुँदैन। किनभने एआईलाई के अरे आइडियाजहरू सबै कुराहरू फिड त गरिएको छ, तर संवेदना जुन सेन्सिटिभनेस छ त्यो चाहिँ त्यसमा फिडिङ छैन होइन। कुनै दिन उसमा चाहिँ संवेदना पनि जागृत भयो भने होइन, कुनै एआई केटीसँग चाहिँ मैले के अरे प्रेम प्रस्ताव राख्दाखेरि त्यसलाई महसुस गरेर उसले चाहिँ ओके भनेर भन्ने अवस्थामा पुग्यो भने चाहिँ नि कविताको लागि त्यो, कविता मात्रै होइन सङ्गीत पेन्टिङ सबैको लागि त्यो अलिकति घातक हुन्छ होइन, मान्छेको कामै हुँदैन होइन। तर त्यो नहुन्जेलसम्मको लागि चाहिँ नि एआई सहायक आफ्नो एउटा कामदारको रूपमा एआईलाई प्रयोग चाहिँ गर्न सकिन्छ होइन। तर एआईबाट कविता चाहिँ बन्दैन अहिलेसम्मको लागि, त्यसमा ढुक्क भएको छ। जिन्दगीमा सबैजना एप्रिसिएट गर्ने मान्छे त हुँदैनन्। हजुरको जिन्दगीमा आएको आलोचनाहरूलाई चाहिँ हजुरले कुन रूपमा लिनुभयो? मेरो कानसम्म के अरे के भन्छ, मेरो कानसम्म चाहिँ नि त्यो के अरे सही आलोचना हुन्छ नि, क्रिटिकल हिसाबले गरिएको होइन। यो कारणले यसको ठिक छैन, यो कारणले यस्तो छ भनेर भन्ने त्यस्तो किसिमको आलोचना त मैले लाइफमा कसैबाट सुनेकै छैन होइन। मेरो आग्रह चाहिँ त्यस्तो आलोचना सुन्न पाए हुन्थ्यो जस्तो लाग्ने होइन, त्यो सम्भव छैन होइन। किनभने हाम्रो यहाँ समालोचकहरूको खडेरी छ होइन। अब बाँकी रह्यो अरू किसिमको आलोचना भन्दाखेरि त्यो कुनै माने नराख्ने त्यो गौण खालको आलोचनाहरूले त केही कामै गर्दैन, त्यसले केही असर गर्दैन जहाँसम्म मन लाग्छ। जस्तो फलानले जहिले पनि म त्यो घाट लाएर हिँड्छ होइन, फलानले अलिकति यसो चिटिको परेर झिल्के भएर हिँड्छ, त्यस्तो किसिमले केही पनि उ छैन, फलानले यस्तो मात्रै खान्छ होइन भनेर त्यो त्यस्तो किसिमको आलोचना केही पनि असर गर्दैन। र सही आलोचना मैले पाउनु पाएको छैन अहिलेसम्म, त्यो भयो भने चाहिँ आई विल बी ह्याप्पी। हजुर चाहिँ कवि नहुनु भएको भए अहिले चाहिँ कुन क्षेत्रमा हुनुहुन्थ्यो? कवि नभएको भए मलाई चाहिँ एकदमै मनपर्ने भनेको संसारमा दुईवटा समुदाय छन् होइन। त्यो चाहिँ एउटा कृषक एउटा शिक्षक होइन, म दुई मध्ये एक बन्थेँ होला। एक शब्दमा आफूलाई वर्णन गर्नु परे? एक शब्दमा के वर्णन? कमसेकम दुई शब्द दियो। दुई शब्द नै दिए। दुई शब्दले मेरो वर्णन गर्नु विप्लव प्रतीक। दुई शब्दले वर्णन गर्दा विप्लव प्रतीक। विप्लव प्रतीक यो नामको बारेमा पनि हामी केही जान्न चाहन्छौँ। नाम मन परेको छैन? एकदमै मन परेको छ। नाम फेरिदिन्छु म त। नाम नफेर्ने, तर विप्लव प्रतीक कसरी भयो त हजुरको नाम, त्यो चाहिँ जान्ने इच्छा भयो। मेरो बाले चाहिँ उहाँ चाहिँ मतलब परिवर्तनको चाहना राख्नुहुन्थ्यो होइन, राजनीतिमा हुनुहुन्थ्यो, उहाँ शिक्षक हुनुहुँदै पनि। अनि त्यसपछि यो समाजमा केही परिवर्तन लिएर होला भने मतलब त्यो क्रान्तिको हिसाबले केही गर्ला भन्ने उहाँको आश थियो। उहाँले मेरो नाम विप्लव राख्नुभयो। र बाले नै मलाई के सिकाउनु भने होइन, अहिलेको बेलामा त ट्रान्सजेन्डर भनेर भन्ने पनि एउटा समाजले स्वीकार गरिसकेको अवस्था आएको छ होइन। तर उहाँको पालामा त्यो कुरा थिएन भन्दाखेरि उहाँले चाहिँ नि दुईवटा जात छ, एउटा लोग्ने मान्छे एउटा स्वास्नी मान्छे, त्यो बाहेक अरू केही पनि जात छैन भनेर उहाँले मलाई सिकाउनु भएको थियो। त्यही भएर मैले चाहिँ मेरो चाहिँ नि म संसारको सबै प्राणीहरूको रगत मिसिएर बनेको मान्छे हुँ भन्ने मैले आफैलाई विश्वास गरेर प्रतीक चाहिँ मैले आफैले राखेँ होइन। विप्लव बाले दिनुभयो
अनि त्यही विप्लव प्रतीक नै मेरो नागरिकतामा मेरो पासपोर्टमा सबैमा त्यही नै छ। तपाईँको जीवनमा चाहिँ सबैभन्दा धेरै प्रभाव पार्ने व्यक्ति? अब एकदमै प्रभाव पार्ने व्यक्ति भनेर भन्नै पर्ने अवस्था चाहिँमा चाहिँ नि त्यस्तो व्यक्तिको त खोजीमा छु होइन। कहिलेकाहीँ मलाई नेल्सन मण्डेलाले प्रभाव पार्नुभयो जस्तो लाग्छ होइन। कहिलेकाहीँ मलाई कमला ह्यारिसले प्रभाव पार्नुभयो जस्तो लाग्छ होइन। कहिलेकाहीँ मलाई चाहिँ नि मतलब नित्सेले प्रभाव पार्नुभयो जस्तो लाग्छ होइन। कहिले प्लुटो, कहिले सुकरात होइन। भनेपछि अब त्यो धेरै मान्छेहरूको चाहिँ मिश्रणबाट चाहिँ मेरो सोच तयार भएको छ होइन। त्यस कारण एउटै मान्छे त्यस्तो एकदम डाइनामिक मान्छे चाहिँ मलाई जहाँसम्म लाग्छ मैले फेला पार्न सकेको छु। हजुरको विचारमा खुसीको अर्थ? खुसीको अर्थ भनेको के होला? मैले सुन्दैछु हजुरलाई। तिम्रो विचारमा चाहिँ के लाग्छ खुसीको अर्थ? मेरो विचारमा चाहिँ मैले आफूले जे सोचिरहेको हुन्छु त्यो कुरा मैले स्वतन्त्र तरिकाले गरेँ भने, गर्न पाएँ भने, त्यो अवस्था सिर्जना भयो भने र मैले मेरो लक्ष्य चाहिँ पुरा गरेँ भने त्यो नै मेरो खुसी हो जस्तो लाग्छ मलाई। मेरो पनि त्यही हो खुसी। स्वतन्त्रता एउटा लिमिट, एउटा संस्कार दिएर स्वतन्त्र रूपमा छोडिदिनु भएको छ। अनि जुन चाहिँ मैले आफूले आफ्नो प्वाखहरू फिजाएर पुरा गर्न पाछु मेरो अर्थमा चाहिँ त्यो नै मेरो लागि खुसी हो जस्तो लाग्छ। पर्फेक्ट, मेरो लागि पनि त्यही हो। असफलताले जिन्दगीमा केही सिकायो? म सफलताको खोजीमा कहिले पनि हिँडेन होइन। त्यही भएर असफलतासँग मेरो साक्षात्कार हुनु पाएन होइन। त्यस कारणले मलाई चाहिँ के छ के असफल के असफल होइन। मान्छेहरूले यसो आफूले बनाउने एउटा इमेज हो, उनीहरूले बनाउने कोही मान्छेप्रति यो त सफल भयो, यो त असफल भयो भनेर भन्ने होइन। सबभन्दा महत्त्वपूर्ण कुरा नै के छ भने मैले सफल हुनु, कहिले पनि सफल हुन्छु भनेर कुनै पनि एउटा सपना, लक्ष्य, बाटो नै रोजिन त्यस्तो खालको। त्यस कारणले असफलताले मलाई पछ्याउनु पनि पाएन, मेरो छेउछाउ पनि पर्न पाएन। जिन्दगीमा कुनै त्यस्तो नबिर्सने क्षण सधैँ सम्झिरहने, जस्तै अब सरल लाग्यो रिसर्च गोर्खा पोडकास्टमा गएर मैले यसरी ओपनिङ गरेर आएको थिएँ पहिलो एपिसोडमा, त्यस्तै टाइपको यो भन्न खोजिनँ कुनै छ भनेर सोधेँ मैले। त्यस्तो छैन, त्यस्तो छैन, छैन है? त्यस्तो छैन। त्यसो भए हामीलाई पनि बिर्सिदिने। यो क्षणलाई त कसरी बिर्सौँ? त्यहाँ उहाँदेखि चाहिँ काठमाडौँदेखि चाहिँ धादिङ हुँदै सल्यानटार हुँदै त्यस्तो भिरालो बाटो होइन। सन्तोष तामाङ मेरो भाइसँग म आएको थिएँ यहाँनिर गाडीमा होइन। गाडीको इन्तजाम तिमीले गरिदियो होइन। जुन भिरालोबाट हामी आयौँ सल्यानटारबाट, त्यो चेपबाट दुईजना भाइ, यो बाटोबाट हामी फर्किँदैनौँ होइन। म त हेलिकप्टरमा उठ्छु, गाडी पनि तिम्रो हेलिकप्टरमा राखेर लिएर जाने हो, जति खर्च लाग्यो पनि लागोस् होइन। त्यो बाटो चाहिँ नफर्किने भनेको धन्न अर्को बाटो रहेछ। अहिले हामी फर्किँदाखेरि अर्को बाटोबाट जाँदैछ होइन। त्यसरी आएको, त्यसरी बसेको होइन। अब यहाँ तिम्रो साथी सरिताले पकाएको फर्सीको मुन्टा खाएको यो बिर्सेर गयो भने त के हुन्छ? काम छैन मेरो, काम छैन होइन। पुरा गर्न बाँकी रहेको केही सपना? मैले अघि पनि तिमीलाई भने असफल मैले के छ भन्दाखेरि मैले लाइफमा केही पनि मेरो सपनै थिएन कि। बच्चा बेलामा थियो, पाइलट बन्ने सपना थियो होला। बिस्तारै गरेर त्यो पाइलट बन्ने सपनाहरू कहाँ हरायो थाहा भएन होइन। जीवनमा जे आइलाग्यो, जे पऱ्यो, जे भयो त्यो सब मैले समेट्दै हिँडेँ एज ए रिभर, एज ए नदी होइन। त्यो कहिले बाढी आयो, कहिले पहिरो भयो, कहिले के भयो, सब त्यो लिँदै हिँडेँ। अनि मेरो सपना म यो बन्छु भने त्यो सपना लिएर कहिले पनि हिँडिनँ म है। अनि सपनै नदेखिकन म जस्तो सपना जस्तो अवस्थामा यहाँ जुन आइपुगेको छु त्यो नै मेरो लागि काफी छ, प्रशस्त छ है। र यहीँनिर एउटा डिस्क्लेमर चाहिँ के छ भने मैले जसरी सपना नदेखिकन चाहिँ मतलब म एउटा त्यस्तो किसिमको प्रदेशमा आइपुगेँ होइन।
अरूलाई चाहिँ नि मतलब त्यो त्यस्तै गरी मै जस्तो गरेर हिँड्नुपर्छ भनेर म भन्दिनँ होइन, किन मेरो नियति रहेछ त्यो। तर अरूहरूले त सपना देख्नुपर्छ, सपना देखिएन भने सपना देखिएन मान्छेले भनेदेखि चाहिँ नि यो समय रोकिन्छ, सबै प्रगतिहरू रोकिन्छन् होइन। त्यस कारणले मेरो चाहिँ त्यस्तो भयो, तर अरूको चाहिँ सपना होस्। तपाईँले जिन्दगीमा फेरि भेट्न चाहेको कोही व्यक्ति? दोहोऱ्याएर भेट्न चाहेको व्यक्ति हजुर। मेरो बा जो बित्नु भयो होइन, दोहोऱ्याएर भेट्न चाहन्छु। अब त्यो त सकिँदैन नि त। दोहोऱ्याएर म तिमीलाई भेट्न आउँछु भएन, अरूबाट यो आयो अब गयो, अब ढुक्क भयो नभन्नु, फेरि आउँछु। त्यसको लागि म एकदमै कृतज्ञ छु, खुसी छु। अब कविता लेख्न चाहने नयाँ पुस्तालाई चाहिँ तपाईँको सन्देश? मेरो के छ भने मान्नु नमान्नु आफ्नो ठाउँमा होइन, तर मेरो के छ भन्दाखेरि यो कविता लेख्ने भनेको काव्य साधना भनेको चाहिँ यो रातारात केही पनि हुने काम होइन। रातारात हाम्रो जन्म पनि भएन होइन, एक रातमा निर्णय भयो होला हाम्रो जन्मको, तर 9 महिना लाग्यो कि हामी यस धरतीमा आउनुको लागि। त्यस कारणले कविता भनेको पैसा कमाएर खुवाउने कला पनि होइन। त्यो चित्रकला सङ्गीत भनेर भने जस्तै कविता लेखेर कोही पनि मान्छे करोडपति भएको छैन, हुनेवाला पनि छैन होइन। कविहरू धनी हुने भनेको मरिसकेको छ, त्यसपछि उनीहरूको किताबहरू त्यसको बिक्री हुन्छ होइन, कसैको पाठ्यक्रममा राखिएला के होला होइन, त्यस्तो हो। त्यस कारणले यसबाट म रोजीरोटी कमाउँछु भनेर हिँड्ने हो भने कविता लेख्नु भएन पहिला सुरुमा। त्यो चाहिँ नि कुनै अरू चिज गरेर म कवितालाई जोगाइराख्छु भनेर त्यो बाटोमा हिँड्ने हो भने चाहिँ नि राम्रो किताब पढ्ने होइन, असल किताब पढ्ने। दुई थरी किताब पाउँछ बजारमा, एउटा चाहिँ असल किताब हुन्छ, एउटा खराब किताब। खराब किताबले हुमरीमा लगेर हुमिदिन्छ, असल किताबले उड्न सिकाउँछ। असल कविता सुन्ने, असल किताब पढ्ने, असल मान्छेहरूसँग सत्सङ्ग गर्ने होइन, असल सिनेमा हेर्ने होइन, असल सङ्गीत सुन्ने, असलको खोजीमा हिँड्ने होइन, त्यो मान्छेले पुरस्कार स्वरूप के पाउँछ त कविताको कुञ्जमा उसले चाहिँ के भन्छ पिआर पाउँछ। त्यो भनेको के छ, अमेरिका अस्ट्रेलियाको पिआर होइन कि कविता भन्ने देशको चाहिँ उसले चाहिँ नागरिक हुन पाउँछ। त्यति गर्यो मेरो सन्देश छैन। अब अन्त्यमा एउटा मिठो कविता सुनौ। के कविता सुनौ? हजुरलाई फ्याट्ट मुखमा आइहाल्नु। म पुरानो कविता सुनाइदिन्छु है। माया अब कसैसँग गर्न मन छैन, माया अब केवल महसुस गर्नु मन छ। एउटी त्यस्तै परीसँग जो साउथीमा बोल्छे, उहाँ चाहिँ उठ्छे, अँगालोमा छैन तर सँगै रहन्छे। म लड्दा आफै उठु तर उसले उठाए जे लागोस्, म आँसु आफै पुछौँ तर उसले पुछे जे लागोस्। माया अब कसैसँग गर्न मन छैन, माया अब केवल महसुस गर्नु मन छ। म उसको बह बुझौँ तर उसले चालै नपाओस्, म उसको बह बुझौँ तर उसले चालै नपाओस्, मैले हिफाजत गरेको उसले पत्तै नपाओस्। माया अब कसैसँग गर्न मन छैन, माया अब केवल महसुस गर्न मन छ। एउटी त्यस्तै परीसँग जो साउथीमा बोल्छे, उहाँ चाहिँ उठ्छे, अँगालोमा छैन तर सँगै रहन्छे। धन्यवाद। अन्त्यमा रिसर्च गोर्खाका दर्शक श्रोताहरूलाई चाहिँ तपाईँको विशेष सन्देशको रूपमा के रहनेछ? मेरो रिसर्च गोर्खाका सम्पूर्ण दर्शकहरूलाई मेरो एउटै उहाँहरूबाट एउटै अपेक्षा के छ भन्दाखेरि सरला खनालको जुन एउटा पोडकास्ट छ होइन, त्यो कुनै सुगम स्थलमा मतलब कुनै काठमाडौँमा, ललितपुर, पोखरा त्यस्तोमा नभइकन तपाईँहरूको आफ्नै सहर होइन, आफ्नै गाउँ जे भन्नुहोस् यसलाई होइन, आफ्नै भूमिमा, आफ्नै माटोमा, आरुघाटमा होइन, आरुघाट गोर्खामा चाहिँ जुन यो खोलेर चाहिँ एउटा केही गरौँ भनेर भन्ने सपना साँचे कि होइन, पत्रकार, कवि,
सरला खनालको कामलाई चाहिँ नि सब्सक्राइब गरेर फलो गरेर है यसलाई चाहिँ नि धेरैभन्दा धेरै मतलब ठाउँमा पुर्याइदिनु होला होइन र उनको यो सत्कर्म चाहिँ नि यसले ठुलो उचाइ लिनेछ भन्ने कुरा म विश्वास गर्छु होइन र तपाईँहरूलाई सरला खनालबाट सधैँ सत्य समाचार होइन र राम्रो राम्रो पोडकास्टको एपिसोडहरू प्रस्तुत भइ नै रहनेछन् त्यसलाई फलो गर्नुहोला त्यही भन्नु चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। अन्त्यमा म एउटा मुक्तक सुनाऊ। प्लिज एकदमै। जिन्दगी सकिएको हो, घरबार सकिएको हो, त्यही दिनदेखि बाँच्ने आधार सकिएको हो, कसरी सम्झाउँ सेतो सुहाएन भन्छे बहिनी। जिन्दगी सकिएको हो, घरबार सकिएको हो, त्यही दिनदेखि बाँच्ने आधार सकिएको हो, कसरी सम्झाउँ सेतो सुहाएन भन्छे बहिनी। बा गएदेखि आमाको श्रृङ्गार सकिएको। क्या क्या धन्यवाद। धन्यवाद। सुनाउने एकदमै मौका पनि मिल्यो, एकदम त्यसको लागि खुसी म लाग्यो। एकदमै खुसी छु। मेरो जन्मदिनको अवसर पारेर मैले यो जुन मैले मेरो जन्मदिनको अवसर पारेर जुन यो मैले रिसर्च गोर्खा पोडकास्टलाई जन्म दिएको छु, यसले चाहिँ निरन्तरता पाओस्, हजुरको आगमनले निरन्तरता पाउनेछ भन्ने कुरामा म एकदमै विश्वस्त छु। आफ्नो व्यस्तताको बावजुद पनि मेरो कार्यक्रममा आइदिनु भयो मलाई माया गरेर, त्यसको लागि हजुरप्रति म एकदमै धेरै आभारी छु। धेरै धेरै धन्यवाद है। भर्खरै आरुघाट गोर्खा आउने बाटो खुलेको हो, पछिल्लो समय पनि फेरि फेरि पनि माया गरिदिइराख्नु होला, नबिर्सनु होला आरुघाट आउने बाटो। थ्याङ्क यू सो मच। हजुरको साथ जिन्दगीभरिलाई एउटा बहिनीले अपेक्षा गरेको छ। अलवेज हस्, सधैँ म धेरै तिमीसँग धेरै हुनेछु ल। जय होस्। हस्।